हेलो गाइस, नमस्ते सबैजनालाई। तपाईँहरू के गर्नुहुँदैछ? अब मेरो फेरि लन्च सुरु हुनु आँट्यो। मेरो यो सानो मुखबाङ च्यानललाई लाइक कमेन्ट सेयर गरिदिनुहोस्। तपाईँहरूलाई मन पर्यो भने अब म देखाउँछु तपाईँहरूलाई मेरो खाना के छ। रायोको साग कस्तो खानु मन लागेर चाहिँ 40 रुपियाँको यत्रो बडे बिट्टा। यो सिमी उयो त निङ्ग्रो। अन्त गाइस यो चाहिँ नि गाइस उयो भन्छ नि के अरे उमारेको मेथीको त अब अचार बनाउँछ होइन। त्यो अचार त खाएकै हो सबैले। अब यसरी सुप चाहिँ दामी हुँदो रहेछ गाइस। यो सुप चाहिँ मलाई माथि बरबुङको अरुणा बहिनीले भन्नुभएको। यो मेथी उमारेको सुप कस्तो दामी हुन्छ, कुखुराको लोकल कुखुराको सुप जस्तै हुन्छ दिदी, बनाएर खानु त भनेर हिजो भन्नुभएको थियो। त्यो भएर चाहिँ मैले आज बनाएँ। अन्त मैले अघि अलिकति ट्राई गरेको, त्यस्तै हुँदो रहेछ, दामी लोकल कुखुराको सुप जस्तै हुँदो रहेछ गाइस। यसरी खानु तपाईँहरूले पनि। अब चाहिँ मेरो खाना स्टार्ट सुरु भयो। तपाईँहरू पनि खानुभयो होला है सबैले, सबैजना। टाइम त भयो, आज त ढिलो भयो गाइस। ल गाइस सुरु गरेँ। यो चाहिँ पुदिनाको अचार। मलाई चाहिँ एकदमै मेथीको सुप त खानु राम्रो पनि। सुगर प्रेसर सबैलाई, प्रेसर त छँदैछ मेरो। खाएला यो छिप्पेको सिमीलाई त छिप्पेको। रहेछ रस। सुकेको खोर्सानी अड्क्यो। सागमा हालेको कि खाइपठाएछु। दामी हुँदो रहेछ है मेथीको सुप। तपाईँहरू पनि बनाएर खानुहोस्। बरबुङको अरुणा बहिनीले हिजो भनेको कि आज चाहिँ मैले बनाएको। दामी हुँदो रहेछ बहिनी, सिकाएकोमा थ्याङ्क यू। कति केलाउनु पनि निस्किँदो रहेछ हौ।
तातो खान्छ पानी चाहिँ। कस्तो अड्किन्छ भयो। रायोको साग पनि के साह्रो मिठो हौ अहिलेको पनि। ल गाइस खाइसक्यो अब एकवटा हाफ खान्छु। के गर्नु फेभरेट आँप हो, नखानु पनि सक्दिनँ। हिजो त ज्वरो आउँदै थियो खाइनँ। दामी गुलियो। फेभरेट आँप हो फ्रुट्समा, सुन्तला र आँप मात्रै हो गाइस मेरो त। अरू त मलाई मेरो बुढाको फेभरेट चाहिँ यो अम्बक, मेरो चाहिँ आँप। म चाहिँ यो मन पर्दैन। ल गाइस खाइसकेँ।
तपाईहरु पनि खाइसक्नु भयो होला खाइसक्नुहरु नखानेहरु खानुहोस् खाइसक्नेहरु खाइसक्नु भयो होला म पनि खाइसके ल गाइस तपाईहरुलाई भिडियो मन पर्यो भने लाइक कमेन्ट शेयर गरिदिनुहोस् बाइ धेरै धेरै माया दिनुहोस्